छोराको चिन्ता लाग्छ। अहिले अब 3 साल 2 साल हुन लाग्यो अनि कोही छैन, केही छैन, काहीँ छैन। 2 साल अब 3 साल भन्नु लाग्यो। 3 साल हुन लाग्यो। के गर्ने, कोही सरकार, नेपाली सरकार, कोही जान्ने मान्ने, कोही हाम्रो देशको कोही भएपछि हाम्रो देखुनु अगाडि हामी देखुनु हाम्रो देखुनु आमा बाबु अनि बाटो सिकाएर बाटो पर्यो क्या। खुलाइदिनु पर्यो। के गरौँ अब, हाम्रो त अरू लाग्ने छैन, पुग्ने छैन, अरू गर्नु क्या। हामी यहाँबाट गइरहेको सुनिने नै, बोला सुनिने नै, हामी के गरौँ? हाम्रो के लाग्ने छ, के पुग्ने छ? यही हो, हजुरहरूले केही सहयोग गरिदिनु होला। बुवाले पनि यस्तो भन्नुहुन्छ, मम्मी पनि सधैँ रोइराख्नुहुन्छ। अब छोराको चिन्ता पीडाहरू धेरै मान्नुहुन्छ। अब माबाबुले अब जुन नमान्ने कुरै छोडिदिउँ, के गर्ने? अब हाम्रो सबभन्दा भाग्य हो, के गर्ने, यस्तै बस्ने भइगयो भन्छु। के गर्ने, बुवा मम्मी सधैँ रोइरहनुहुन्छ। के गर्ने, शक्ति लाग्छ भने बुढा हुनुहुन्छ दुवैजना, यस्तै सक्नुहुन्न। मेरो छोरा न अहिले बुवा मम्मी पनि कहीँ ठाउँ गए मन छ। अहिले नेपालमा शक्ति लागेपछि अहिले सबैको भगवानको लागि ल्याइदियो। नेपाल टपाउने भयो नत्र के गरौँ त। हजुरहरूले केही सहयोग गरिदिनु होला। अहिले कसैले मैले यो भिडियोहरू बालिन शाहसँग र भोजराजसँग पुगोस्। यो भिडियो सबैजनाले यो भिडियोहरू हेरेर राजा नमाने लाइक कमेन्ट सेयर गरिदिनु होला। देउ नमाने जस्तो भयो। सबैसँग पनि पुग्नु पर्यो। सबैसँग पुग्नु पर्यो। के गर्ने, घरको स्थिति पनि यस्तै छ। राजा न राजा दुईटा बाबु सानो छन्। एउटा बाबु 3 वर्ष भयो, एउटा बाबु 16 महिनाको भयो, भर्खर जाइ। बुढा सासू आमा, बुढा ससुरबा हुनुहुन्छ। के गर्ने, दुःखहरू यस्तै छ घरमा, घरको स्थिति यस्तै छ अहिले। अब साँझको बेलामा हो यो। अब बुढा बुवा मम्मी रोइरहनु भएको छ। हजुरहरूले केही सहयोग गरिदिनु होला।